हेलो नमस्ते साथीहरू जुन सलामत पनि सन्चै छु भन्दै आइसकेको छु। अब ढिला नगर भित्रलाई सुरु गरौँ त ल। आज चाहिँ रहेको छ शनिबार, दसैँ लागिसक्यो गाइस। आज चाहिँ के गर्न आँटेको भन्दा हामी चाहिँ टक्क आज घर कलर गर्ने हो होइन। आज यो रुमलाई टक्क कलर गर्ने मम्मी र म भएर। त्यही भएर अहिले सबै सामानहरू बाहिर निकाल्नुहुँदैछ। अब टक्क सामानहरू बाहिर निकाल्छु, त्यसपछि पेन्ट गर्न थाल्छौँ है त। तपाईँहरू चाहिँ हेर्दै गर्नु। A few moments later. साथीहरू तपाईँहरू चाहिँ भिडियो गर्नु, म चाहिँ अब काम सुरु गर्छु है त ल। अब सिधै काम गरौँ है त ल। लेट्स गेट स्टार्ट। यहाँ रङ रेडी भइसक्यो, अब हामी चाहिँ यतातिर लाउने हो। अब म चाहिँ लाउँछु है त। One hour later. एकपट्टि चाहिँ सक्यो गाइस, अब यतापट्टि लाउने हो। अब यतापट्टि सुरु। Thousand years later. साथीहरू यता पछाडि सक्यो, यता पनि सक्यो। अब यता बाँकी दुईपट्टि बाँकी रह्यो। अब यता र यता बाँकी रह्यो। अब सबै सामान निकाल्छु, अनि फेरि यता गर्छु, यता नि गर्छु। सो अब हेरी गर्नु होला है त। यहाँ सरसफाइ हुँदैछ, अनि अब चाहिँ टक्क लाएर सरसफाइ हुँदैछ। अब चाहिँ यहाँ टक्क यतापट्टि पेन्ट गर्ने, त्यसपछि यता गर्ने, त्यसपछि यता त गर्ने कि नगर्ने थाहा छैन। सो अब यता पेन्ट गर्ने है त।
बिहारमा नगर्दा पनि हो राजमामाको छोरी बाबा दिदी साथीहरू अहिले चाहिँ कलर गरेर टक्क लाएर सकिसक्या छ हेर्न सक्नुहुन्छ अहिले टक्क अहिले चाहिँ कलर गरेर सक्यो सो यही रुम थियो आज कलर गर्नुपर्ने सो आज कलर गरियो अब चाहिँ घाम पनि यस्तो लागेको छ होइन भोजपुरतिर त पुरा घाम लागिरहेछ होइन 1 महिना भइसक्यो घाम लागेको 1 महिना भइसक्यो घाम लागेको अब टक्क सरसफाइ पनि भइसक्यो अब यिनीहरू राख्नु बाँकी छ सो यो चाहिँ मम्मीले राख्नुहुन्छ अब म चाहिँ नुहाउँछु अब म चाहिँ एकछिन भेट्छु है त हजुरहरूसँग ल हस् त साथीहरू अहिले चाहिँ होइन टक्क काम सकियो नुहाइ पनि गरियो अझै पनि घाम लागिरहेछ अहिले चाहिँ अब टक्क नुहाइ गरियो अनि एकछिन अब बजारतिर पुगौँ भनेर अब जान लागेको सो अब आजको भिडियो चाहिँ यति नै हुन्छ होला होइन यहाँभन्दा धेरै भिडियो बनाउनु खासै अब त पाउँदिनँ यति नै हो आजको भिडियो मन पर्यो भने लाइक गरिदिनु सब्सक्राइब गरिदिनु सेयर गरिदिनु कमेन्ट गरिदिनु र अब दसैँ छ दसैँको कस्तो तयारी हुँदैछ त्यो तयारीको यसो कमेन्ट गरिदिनु होला हस् त बाई बाई सी यु इन द नेक्स्ट भिडियो